गाइस हामी चाहिँ घुम्न हिँडेको है। घुम्न होइन चटपटे पानीपुरी खानलाई हिँडेको। सानो बुनु हिँड्नुहोस्। हाम्रो बुनु फेरि यसरी हिँड्छ नि खतरा कति मले हिँड्छ। यो चाहिँ म भइहाल्यो। म कस्तो मिररमा देखिँदो रहेछ खतरा। बुनु हिँडिरहेछ। ए उसलाई पप्पी मन पर्यो रे। र अब पप्पीले हङ गर्छ हिँडाउनु न। हङ हङ गर्छ। आम्मामा कति जिद्दी। ऊ पप्पी हेर्ने भन्दैछ। राम्रो हात छोडाउनु खोजिरहेछ। ल ल उसलाई पप्पी चाहियो अरे। अब हो त लु पप्पी चाहिँ उहाँ छ गाइस। उसलाई पप्पी चाहियो अरे। ल अब ये पप्पी मन पर्यो। ल पप्पी हिँडेको। ल ल ल पप्पी मन पर्यो र। ल उसलाई पनि पप्पी लभर हुने रहेछ है। ल हाम्रो बुनु पनि यसको न न न कालो लाग्छ फोर। भएन 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 कुकुर कुकु 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 जाने सिस्नु चाहिँ यता रहेछ है। अब हामी चाहिँ लाग्यौँ चोकबाट। हाम्रो यता उता चाहिँ चोक हो नि फेरि। चोक हो पानीपुरी चटपटे खान हिँडेको। यस्तो छैन बाटो डेन्जर डेन्जर छ। राम्रो त खासै राम्रो होइन बट सन घाम लागिरहेछ है। बाटो चाहिँ डेन्जर छ नि हो गाइसहरू। यता बाटो चाहिँ हेर्न सक्नुहुन्छ यस्तो छ। र पनि हिँड्ने अवस्था छ अब हाम्रो। ल बाटो यस्तो छ। बाटो यस्तो छ। बाटोको अवस्था हेर्न सक्नुहुन्छ। चटपटे पानी गाइस अब हामी चाहिँ चटपटे पानीपुरी खाने ठाउँमा पुग्न आँटिसक्यौँ। अलिकसिनमा भ्लग गर्छु। चटपटे पानीपुरी खाने ठाउँ लगभग हामी आइपुग्यौँ। चटपटे पानीपुरी खाने ठाउँमा आइपुगेको छौँ। यो हाम्रो दाई चाहिँ चटपटे बनाउने दाई। बुनु चाहिँ छक्क पर्दैछ। उसले चाहिँ फेरि राईको छोरी र चाइनिज जापानिज भनेको बुनु खुसी भएर सानो छैन। ऊ खुसी भएको छ ऊ चाहिँ फेरि। आन्टी मन परेको जस्तो दादा भन्दैछ त। अझै पानीपुरी खाने बेला आइसकेको छ। ल ठुलो पऱ्यो क्या तर।